ए क्रिस्चियन साथी हो, तिमीहरू विश्वासमा परिपक्व हुनुपर्छ क्या, होइन? विश्वासमा परिपक्व भएपछि परमेश्वरले त्यसै पनि आशिष दिनुहुन्छ। तपाईँहरू जुनसुकै ठाउँबाट मेरो भिडियो हेरिराख्नु भएको छ, आफ्नो मन चाहिँ हुनुपर्छ क्या, किनभने प्रभुमा एउटा मन भएपछि, होइन, एउटा प्रभुमा मन भएपछि, एउटा प्रभुमा विश्वास भएपछि प्रभुले जे माग्यो त्यही दिनुहुन्छ कि। प्रभुमा असम्भव पर्ने केही पनि छैन। प्रभुमा विश्वास गर्नु साथी, मात्र विश्वास गर्नुहोस्। तपाईँको विश्वास परिपक्व छ भने प्रभुले पुर्याइदिनुहुन्छ क्या, है। तपाईँ विश्वासमा अगाडि बढ्नुहोस्, प्रभुले तपाईँ जे माग्नुहुन्छ त्यही गर्नुहुन्छ। तपाईँले नभने तापनि तपाईँको मनले खोजिरहेको छ, मनले खोज्यो भने प्रभुले मन जाँच्नुहुन्छ, मनबाट नि प्रभुले पुर्याइदिनुहुन्छ कि। तपाईँहरूले मात्र आफूमा विश्वासमा परिपक्व हुनुपर्छ साथी। तपाईँहरू यदि क्रिस्चियन हुनुहुन्छ भने, होइन, विश्वास गर्दा प्रभुमा एकदमै विश्वास राख्नुपर्छ। चाहन्छु नि म त, होइन, यताउता गरेर, होइन, म त सङ्गठीमा गएर एकदमै प्रभुको निम्ति एकदमै महिमा गर्छु भन्दै, होइन, प्रभुको निम्ति एकदमै नाच्दै गाउँदै एकदमै हँसी र मुहार गराउँदै, त्यस्तोलाई क्रिस्चियन भन्दैन कि। हृदय हुनुपर्छ, हृदय, मन हुनुपर्छ कि प्रभुमा विश्वासी हुनुको निम्ति, प्रभुको असल छोरा बन्नको निम्ति। तपाईँहरूले प्रभुको असल छोरा बन्न चाहनुहुन्छ भने यो कुरा चाहिँ एकदमै आवश्यक पर्छ क्या, है। प्रभुले जब तपाईँहरूको जीवनमा केही न केही काम गर्नुभएको छ भने तपाईँहरूले पनि प्रभुको निम्ति केही गर्नुपर्छ क्या। जस्तै सुसमाचार सुनाउनु, है, होइन, अरूलाई प्रोत्साहन दिनु, यस्ता कुराहरू एकदमै आवश्यक पर्छ। प्रभुको एकदमै असल छोरा बन्नु नै हाम्रो निम्ति एकदम असल हो क्या। हाम्रो संसारमा कतिपयहरूले हेर्छन्, होइन, गाउँलेहरू, होइन, समाजहरूले हेर्दछन्, तर हाम्रो प्रभुले एकदमै असल माया गर्नुहुन्छ अरे, होइन, नटुटिने नछुटिने माया गर्नुहुन्छ अरे। जब प्रभु त्यो क्रुसमा तयारी गर्दाखेरि मानिसहरूले, होइन, युदी जातिहरूले धेरैले एकदमै थुक्ने गाली गर्नेहरू गर्दथे, होइन। त्यति बेलाको समयमा ती एउटी जातिमध्ये हामी पनि पर्दछौँ, हामी गाली गर्ने थुक्नेहरू मध्ये पर्दछौँ। त्यस कारणले गर्दाखेरि हामी प्रभुमा विश्वास चाहिँ राख्नुपर्छ, होइन। प्रभुमा विश्वास राखेपछि प्रभुले हाम्रो निम्ति आफ्नो प्राण त दिनुभएको छ, अरू के दिन सक्नुहुन्न भन्नु त, होइन। त्यस कारणले साथी हाम्रो प्रभुमा चाहन्छु नि विश्वास ल्याउँदैन, एकदमै परिपक्व विश्वास हुनुपर्छ, है।